यस्तै कठिन परिस्थितिबीच सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे पानालाल कुस्मीको जीवनमा सहयोगी हात बनेर पुगे। उनीहरूको जीर्ण घर र दयनीय अवस्था देखेपछि घिमिरेले घर निर्माणको पहल अघि बढाए। घिमिरेको पहलमा स्थानीय समाजसेवी तथा सहयोगी मन भएका व्यक्तिहरू जोड्दै गए। राजु जिमी राई, धनबहादुर याम्फू राई लगायत विभिन्न सहयोगी दाताको साथ र स्थानीयवासीको सहयोगमा अन्ततः पानालाल कुस्मीका लागि नयाँ घर निर्माण सम्पन्न भयो। नयाँ घर निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने दिन पानालाल र कुस्मीका आँखामा खुसीका आँसु थिए। वर्षौंदेखि अभावमा गुजारेको जीवनमा पहिलो पटक आफ्नै सुरक्षित घरको छानो पाउँदा उनीहरूको खुसीको सीमा थिएन। आफ्नो घर हुन्छ भन्ने सपना त थियो, तर यस्तो दिन आउला भनेर सोचेका थिएनौं। पानालालले भावुक हुँदै सहयोगी सबैप्रति आभार व्यक्त गरे। राम्रै गरिदिनु भयो, यतिको लागि म गरिब दुःखीलाई, म आर्थिक कमजोर भएको मान्छेलाई भन्न चाहन्छु, धन्यवाद। राम्रो गरिदिनु मलाई। यसो दिनभरि कतै कसै बनीबुटो गरेर आयो भने यसो सुत्ने ठाउँ राम्रो भयो, नभए यतापट्टि सुत्छु, यताबाट यहाँ दुईवटा हाँस पालेको सरले दुईबाट आएर 3टा हाँस यहाँ मारिदियो। कुस्मीका लागि पनि त्यो क्षण विशेष थियो। आगोमा परेर हातमा बसेको दाग, अभावमा बितेको वर्ष र जीर्ण घरमा गुजारेको दिन सम्झिँदा उनी भावुक बनिन्। नयाँ घरको आँगनमा उभिँदा उनका लागि यो केवल घर थिएन, जीवनमा आएको नयाँ आशा थियो। घर हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता, समाजसेवी, ज्येष्ठ नागरिक तथा स्थानीयवासीको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु नै वास्तविक जीवनको सेवाको उदाहरण भएको बताए। घर निर्माण अभियानका अगुवा कृष्णकुमार घिमिरेले यो काम आफ्नो एक्लो प्रयास नभई सबैको सामूहिक सहयोगबाट सम्भव भएको बताए। यो घर इँटा, ढुङ्गा र सिमेन्टले मात्र बनेको होइन, धेरै सहयोगी मनको माया र मानवताले बनेको हो। घिमिरेले भने पानालाल र कुस्मीको अनुहारमा देखिएको खुसी नै हाम्रो अभियानको सबैभन्दा ठुलो उपलब्धि हो। पानालाल कुस्मीको जीवनमा आएको यो परिवर्तनले एउटा महत्त्वपूर्ण सन्देश पनि दिएको छ। सहयोग सानो वा ठुलो हुँदैन, सही ठाउँमा गरिएको सहयोगले कसैको पुरै जीवन बदल्न सक्छ। कसैका लागि एउटा सामान्य घर हुन सक्छ, तर पानालाल र कुस्मीका लागि यो घर वर्षौंदेखिको पीडापछि पाएको सुरक्षित आश्रय हो। दैनिक ज्यालादारी गरेर जीवन गुजार्दै आएका पानालालका लागि अब आफ्नो घरको आँगनमा उभिएर भविष्यको सपना देख्ने ठाउँ बनेको छ। वर्षौंसम्म जीर्ण छाना मुनि दुःख र अभाव बोकेर बसेका पानालाल अब जीवनको नयाँ अध्याय सुरु भएको छ। सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेको पहलमा जुटेका सहयोगी हातहरूले एउटा घर निर्माण मात्र गरेनन्, एउटा परिवारको हराउँदै गएको आशालाई फेरि जीवन दिएका छन्। जनचर्चा टाइम्सका लागि मोरङको सुन्दर रैचाबाट एलएन गच्छदारको रिपोर्ट। पनि आफ्नो समाचार सम्प्रेषण गरेर हामीलाई धेरै सहयोग गर्नु भएकोमा उहाँहरू सब लामो भनिराख्न चाहिन, समयको पाबन्दीलाई मैले मध्यनजर गर्दै कार्यक्रम सञ्चालक कसै आज हामी भ्याइ नभ्याइ कुदिरहेछौँ, कसै आफ्नो स्वार्थको सम्पत्तिको जोडेको व्यस्ततामा उहाँहरू कुदिरहनुहुन्छ। कतिखेर कहाँ अनुरोध पनि गर्न चाहन्छु र ज्येष्ठ नागरिक समाज सुन्दर हरेचालले पनि विविध कार्यक्रम अन्तर्गत अब अहिले हाम्रो कृष्णकुमार भतिजले बोले जस्तै विपन्न समुदायको विशेष वर्गलाई पनि ध्यानमा राख्ने कुरा म यहाँ अवगत गराउन चाहन्छु। साथै यो महान कार्यमा तपाईँ जे जति महानुभावहरू जुट्नु भएको छ, सहयोग गर्नुभएको छ, सबैप्रति आभार व्यक्त गर्दै फेरि पनि यो महान कार्य यहाँका स्थानीय युवाहरूले आफ्नो श्रम पसिना दान गरेर यहाँनिर हामीलाई सहयोग गर्नुभएको छ र हामी कुनै पार्टी दलको झन्डा मुनि उभिएर कहिले पनि यो कार्य सफल गर्न चाहेनौँ। हामीले एउटा नेपाल आमाको राष्ट्रिय झन्डाको मुनि रहेर हामीले यो घर बनाउने कार्य हामीले सफल पारेको छौँ। यो सुन्दर हरेचा छ।